हेलो साथीहरू, वेलकम टु माई भ्लग। के गर्दै हुनुहुन्छ, कता हुनुहुन्छ? मैले तपाईँहरूलाई भोइस कभर गर्दै सुनाइरहेको अवस्था हेर्दै जानुहोस् यो कुन ठाउँ हो भनेर। सुन्दै जानुहोस् यो ठाउँ। तपाईँहरूले कति ठाउँ घुमिसक्नु भएको होला। यो चाहिँ भिजिट हुँदैछ मेरो आज यो ठाउँतिर। कुर्र लाएर हिँडिरहेको अवस्था छ। दायाँ बायाँ अघि पछि हेर्दै यो ठाउँ चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो साथीहरू? हामी चाहिँ यसो घुमिरहेको अवस्था, समुद्रको छेउछेउमा पानी हेर्दै हावा खाँदै चिसो मौसममा यसो भिजिट गर्दै घुम्दै फिर्दैछौँ। यो चाहिँ नयाँ ठाउँ हो, घुमि फिरिरहेको अवस्था छ साथीहरू। यो हो हाम्रो पछाडिको GW म्यारिट होटेलको छेउमा आइपुग्न लाग्यौँ हामी चाहिँ। त यो पछाडिको भ्यू हेर्नुहोस्। यो चाहिँ पानी वाटरप्रुफ पानीको। त्यहाँबाट हामी जान्छौँ ट्याक्क लाएर मर्निङ वाक जस्तैखेरि हिँडिरहेको अवस्था हो। कस्तो लाग्यो साथीहरू? मन परे लाइक सेयर कमेन्ट गर्नुहोला। यो चाहिँ मैले भोइस कभर गरिरहेको अवस्था हो साथीहरू। धेरै दिन भइसक्यो त्यो भिडियो नहालेको तपाईँहरूलाई देखाउनलाई। आज टाइम भएर धेरै समयपछि यसो हालौँ कि भने ट्राई गरिरहेको अवस्था हो साथीहरू। थ्याङ्क यू सो मच वाच। जसले वाच गर्नुहुन्छ उसले कमेन्ट गरिदिनु होला भन्ने अपेक्षा गर्दै अघि बढिरहेको अवस्था छ साथीहरू। हप्परली अब हाम्रो गन्तव्य पुग्न लागिसकेको अवस्था छ साथीहरू। एकपल्ट यो पानीको वाटरप्रुफ हेरिरहेको अवस्था। त्यहाँबाट तपाईँहरूलाई यस्तो भ्यू देखाउँदैछु कि हेर्नुहोस् यो ठाउँ, यो सहरको भ्यू हेर्दै जानुहोस्। अगाडि बढिरहेको अवस्था हो। कस्तो लाग्यो साथीहरू? मन परेमा लाइक सेयर कमेन्ट गरिदिनु होला भन्दै तपाईँहरूलाई अन्त्य गर्नु लागेको अवस्था। है साथीहरू, कस्तो लाग्यो, के लाग्यो सेयर र कमेन्ट गर्नुहोला भन्ने अपेक्षा गर्दै आजलाई यो भ्लग अन्त्य गर्न चाहन्छु। थ्याङ्क यू सो मच। बाई, गुड नाइट एभ्रिवान।